हेलो गाइस, नमस्ते, सेवा हो भन्छहरू सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। अनि आज चाहिँ हामी बुढाको अचारको ओपनिङ हिजो थियो, बट आज जान लाग्यो। अनि हाम्रो घर अगाडि चाहिँ यस्तो धेरै कन्स्ट्रक्सन भइरहेको छ अनि घरको बाटो सबै बिग्रिरहेको छ क्या गाइस। हेर्नु न, घरै अगाडि डोजर छ। कहाँबाट जानु? दाइ 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 कहाँबाट जानु म? कहाँबाट? यहाँदेखि यता? सो गाइस हेर्नु न, बाटो नै कता हो यस्तो छ। गाह्रो छ हजुर, गाह्रो छ। अनि हामी चाहिँ खासमा अन्सु मलाई पर्खिरहेको छ त्यहाँ। अनि खासमा हामी हिजै जाने कुरा थियो, तर भ्याएन पनि। अनि त्यसपछि अब हिजो गएको भए त ओपनिङ हुन्थ्यो, भिड एकदम धेरै। अनि बुढाको बाई त बुढाको अचार मैले अहिलेसम्म ट्राई पनि गरेको छुइनँ। सो अब चाहिँ ट्राई गर्छु पनि, रिभ्यू पनि दिन्छु। अनि बाटो चाहिँ कता हो? सो गाइज हाम्रो घरको बाटो बिग्रेर चाहिँ म यताबाट आउनु पर्यो, एक राउन्डै घुमेर। अनि अन्सु चाहिँ मलाई यहाँ पर्खिरहेको होला। अन्सुलाई यता बोलाउनु पर्ने हुन्छ। यहाँ आऊ, पानी पनि पर्ला जस्तो भए। यहाँ आऊ न, कस्तो सुन्दैन हो अन्जु। अन्जुले बोलाएको सुनेन गाइज। अन्जु चाहिँ मेरो बेस्ट फ्रेन्ड हो। आऊ न यहाँ। यसरी लिन आउँछ मेरो इनड्राइभ ड्राइभर अन्जु। हाई, यस्तो भएको छ क्या मेरो घर जाने बाटो। पानी पर्ला जस्तो छ आज वेदर। अघि त घाम लागिरहेको थियो, बाटोमा जाँदा जाँदै पानी पर्यो भने भिज्यौँ भने हामी। अन्जु रेनकोट छ छैन? चाहिने एउटा बोक्छ रेनकोट। एउटा चाहिँ किनेर राख्नु पर्ने नै छ क्या तिम्रो डिक्कीमा, दुईटा होस् न ल। बोल्दै बोल्दैन अन्जु त नि मेरो भ्लगमा केही पनि बोल्दैन। अहिले पक्नु ल गाइजहरू, म नि उसलाई एक ठाउँ एउटा कुनामा लगेर यस्तो बोलाउँछु यस्तो बोलाउँछु, यस्तो बोल्न लगाउँछु म। गाइज यस्तो जहिले जाम जहिले जाम, जामले कहिले पिछा नछोड्ने। A few moments later. सो गाइज हेर्नु न, पानी परेर सबै भिजे, तर हामी आउने स्टोर आइसक्यो। सो गाइज हामी चाहिँ फर्स्टमा बोन्जुर जाने, त्यहाँ चाहिँ पार्किङ छैन। यहाँ यो रोडदेखि अगाडि हो। अनि यहाँ गाडी पार्क गरेर यहाँ चाहिँ प्रिटी क्लिक छ, तर त्यहाँ पनि जाऊँ न अहिले होइन। सो गाइज पानी पर्यो क्या, यहाँको वेदर त के हो नि यस्तो। उयो भिज्छौँ होला हामी। गाइज हाम्रो सपिङ चाहिँ भयो।
अनि अन्सुले मलाई हावामा आँखामा ग्लिटर लगाइदिएर यो पिली 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 बलिरहेको होला यहाँ कस्तो प्र्याङ्क भयो क्या बाई वान गेट वान फ्री ड्रेस भनेर हेर्न गएको कि हामी प्र्याङ्क भयौँ अब के यो पुरानो टाइपको त्यस्तो राम्रो क्वालिटी पनि नआयो कि है अन्त त्यो डट्सको लुगा देखाउनु भन्दाखेरि पनि त त्यो डटमा पनि त राम्रो खालको क्वालिटी नै थिएन गाइस हाम्रो यहाँ त्यो पार्किङ अनि याक प्यालेस सम्झने होला अनपेड प्रमोसन हो यो चाहिँ यो प्रिटी क्लिकको पनि अनपेडै भयो बन्जुरको पनि सो आज स्याडली बुढाको अचार चाहिँ खानु म अस्तिदेखि एक्साइटेड थियो मेरो साथीहरूलाई थाहा छ मेरो सर्कलको अस्तिदेखि भएन बुढाको अचार ओपनिङ हुन आँटेको छ भनेर अस्तिदेखि एक्साइटेड थिएँ त्यस्तै हुँदो रहेछ नेक्स्ट टाइम सो गाइस हामी यो काठमाडौँ मल चाहिँ आइपुग्यौँ अब यसको पार्किङ आउट उता कता छ यसको पार्किङ यता त छैन जस्तो छ पल्लो गेटमा सो गाइस हामी काठमाडौँ मल चाहिँ आइसक्यौँ पल्लो गेटमा भनेपछि अलिकति पर होला सो गाइस हामी चाहिँ यहाँ पार्किङमा आइसक्यौँ सो गाइस स्याडली हामी चाहिँ फर्किनु पर्यो बुढाको अचार इज आउट अफ स्टक अलिकति ज्यादा एक्स्ट्रा त लिएर आउनुपर्छ नि यार ओपनिङको बेलामा होइन यसरी फर्किनु त भएन नि त के गर्नु मान्छेहरूलाई पुऱ्याउनु गाह्रो छ हो गाह्रो छ अब हेर न हिजो भएको अब होइन ओपनिङ भएको अनि अहिले नै आउट अफ स्टक हुनु भनेको इट्स अ ह्युज गुड वेमै भनौँ राम्रै हो माया दिदीको अचार खान पाएन अस्तिदेखि अहिलेसम्म खाएकै छैन मैले अनि यता खोल्यो भने चाहिँ लिम्ला भनेर भनेर सोचेको अनि हिजो त्यतिकै हामी भ्याएन अनि आज ठिकै अब हिजोको दिनमा त अब ओपनिङको बेलामा ज्यादा ह्युज क्राउड हुन्छ भन्ने कुरा थाहा नै थियो अनि अब आज ठिक्क हुन्छ होला सोचे आज पाएन हामीले ओ यहाँ पैसा दिनुपर्ने होइन हेलो गाइस आजको लागि भ्लग चाहिँ यति नै आज चाहिँ अनि म चाहिँ मेरो घर गएर आइसकेँ अब चाहिँ अनि घर जान्छु अनि त्यसपछि ड्रेस चेन्ज गरेर अनि आज चाहिँ वकमा जानुपर्ने भनेको छ सम्झना पनि आउँदैछ यहाँबाट विपसा म अनि सम्झना हुन्छौँ सो थ्याङ्क्स फर वाचिङ माई भिडियो गाइस डु लाइक सेयर सब्सक्राइब